हाम्रो गेम सुरु भइरहेछ नमस्ते नमस्ते आउनु न आखे लाग्छ के अरे हाम्रो कोठामा नि त्यो विज्ञान भाइ मोबाइल हेरिरहेको के गर्दैछ हेरेर आउँछौ त हाम्रो मेरो बन्दा चाहिँ साथ लाइट बलिरहेछ आउँछ बच्चाको पानी आउँछ बुढा खाडो त्यस्तै गरेर हाम्रा रामप्रसाद पाकिम तामाङको तर्फबाट चाहिँ हाम्रो जोइ वीरबहादुर हाम्रो लपटन जोइ आउनु भएको छ उहाँले घन्टी फोड्ने हो कि घैँटा फोड्ने कि त्यो नेटो फोड्ने थाहा छैन उहाँ आफैले फोड्ने अपेक्षा छ घैँटा फोडेको फुट्यो
फुट्यो ला म त भिडियो गरेर रहेछु त्यतिकै हेरिरहेको के गर्दैछ बिकेन मेरो हेरे बिकेनलाई भित्र के गर्दैछ के गर्दै रहेछ त्यसै गरेर हाम्रो हो के चिन्छ होइन मेरो छोरा पाखरिन तामाङ टोपी लगाएको छ नि टोपी कहाँ हुनुहुन्छ निर्मला तामाङज्यू तामाङ हो राई हो निर्मला तामाङ पाखरिन निर्मला तामाङ निर्मला पाखरिन तामाङ कहाँ जानुभयो छिटो आइदिनु होला अर्को को छ भन्दाखेरि निर्मला तामाङ पाखरिन घिसिङ तामाङ सक्नुहुन्छ अनि त्यो त्यस्तै गरेर कोप खोर्ने हाम्रो अनि निर्मया तामाङको छिटो आइहाल्नु पर्यो यहाँ नाम कटेन छ फेरि यस्तो के घुमाउँदाखेरि चाहिँ नि उल्टो हुन्छ क्या निर्मला तामाङको आज कसै नपढेछ तिमी नपढ्न तिमी चुला पढ्न ल आएर त्यो के को हौ नाम चाहिँ के हो भन्नु साली निर्मला तामाङजी आउनुभएछ मेरो साली परेछ फेरि एकदम राम्रो साली पर्छ है मेरो नाम त छैन है उसको नाम निर्मला तामाङ त्यस्तै गरेर अर्को नाम पनि तेरो अब नाम तयार गर्नु होला अनि त्यहाँदेखि घिसिङ तामाङज्यू पनि हुनुहुन्छ यहाँ चाहिँ फेरि हाम्रो गुम्बा हो कहिले भन्छ गुम्बा हो त गुम्बा हो सुरुमै बाङ्गो आयो हुन्छ न ल हामीलाई हाम्रो आसिङ जोस हाम्रो नैना प्रसाद तामाङ पाखरिन घिसिङ तामाङज्यू आउँदै हुनुहुन्छ अब उहाँलाई चाहिँ 2 चोटिको होइन 3 चोटि होइन फेरि बुढो मभन्दा कान्छो बुढो के भन्नु जानुहुन्छ हाम्रो घाइला फोड्नलाई कसको घाइला फोड्छ थाहा छैन है मलाई धन्यवाद हाम्रो हुनुहुन्छ नेक्स्टमा चाहिँ अलिकति कम भएछ नि जितबहादुर पाखरिनज्यू हुनुहुन्छ अब पालो चाहिँ उहाँको आएछ पैसा नि पैसा थुप्रो नै इनाम छ धेरै इनाम छ अनि इनाम दिनु गइरहेको छ हामी जित्ने पुरस्कार छ पुरस्कार छ जसले जित्छ घरि छोयो त्यसले पायो पुरस्कार त्यो घरि छोड्ने बित्तिकै अब खोल्ने घरबाट
दियो कना ओ शाबाश चौथो नम्बर तपाईँको कमला लिम्बू तामाङ